नमस्ते गाइस, वेलकम ब्याक टु माई नेक्स्ट भ्लग। आज हामी जलपादेवी मन्दिर जान लाग्यो छट्टपारामा। अहिले बिहानै उठ्यो। सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। रुममा यो चाहिँ भाइ मेरो देखाइहाल्नु ल। यो बाहिरको इन्भाइरोमेन्टहरू है बबाल छ, बबाल छ रे इन्भाइरोमेन्ट। चट्ट घाम लागेको छ होइन, एकदम दामी। उता घर बन्दैछ, घर बनेर लास हल्ला छ कि हाम्रो रुमतिर धेरै धेरै साउन्ड आयो हुन्छ कि एकदम। यसलाई के गाइस, यसलाई यो कुन खालको सिमी हो होइन? केरा हो, सरी सिमी भनेको केरा हो होइन। हिजो सानो थियो, आज यति ठुलो भएको छ। एकैछिनमा ठुलो हुन्छ के हो यार यो चाहिँ? यो मकै छ यता, कदु भन्छ के भन्छ? हाम्रो गाउँतिर चाहिँ कदु भन्छ, हजुरको ठाउँतिर के भन्छ है यसलाई? कमेन्ट गर्नु होला। एकदम नाइस तपाईँहरूमा अब जालपादेवी मन्दिर गइन्छ, यसो रमाइलो गरिन्छ। त्यहाँदेखि ट्यु गइन्छ, त्यो ट्युमा नि के खेल्न चट्ट केटाहरूसँग यस्तो हो गाइस हाम्रो काम चाहिँ। अहिले बिहान उठ्यो, चट्ट घडी सुत्यो, बेलुका अलि किताब पढ्यो। म चाहिँ अहिले अब खानासाना पकाउँछु। भात लगाइसकेको छ यहाँ, भात लगाइसकेको छ यहाँ चट्ट पारामा होइन। चट्ट तरकारी सरकारी काटिन्छ, चट्ट कता छ तरकारी नि? तरकारी देख्न सक्नुहुन्छ हाम्रो। Cutting. मेरो काम हेर्नु है गाइस, काम हेर्नु साधारण मान्छे हो कि यहाँ? साधारण भेरी मान्छे होइन, भेरी भयो त अब होला। साधारण मान्छे पऱ्यो कटिङ देखाने यहाँ कटिङ। ओहो मेरो कटिङ हेर्नु है गाइस। यहाँ हाम्रो भाइको चर्ती कला हेर न, चर्ती कला। के बनाउँछ, के बनाउँछ यार? के बनाइरह त? के त्यस्तो हामीसँग त यो बोल्दैन यार आजकल। रुममा एक्लै एक्लै बसिया छ केटो, क ख लेखिरहेको छ गाइस, क ख। के हो र दिपक? हेर्न यार,
घरतिर नि यस्तै खेत भएको भए हुन्थ्यो यार। यहाँको माटै अलग हुन्छ क्या, यो खत्रै फल्छ क्या यहाँको माटोतिर होइन। भर्खरै लगाएको हो होइन, मकै हो। यति छिटो ठुलो हुन्छ भने के हेर्नु यार, मलाई त लास लाग्ने कि केटाहरू पनि त्यस्तै छ होइन। मेरो त लास लाग्ने कि यहाँ बाहिर गएर चट्ट बनाऊ भिडियो बनाऊ भन्दा नि लास लाग्ने त्यस्तै हो अब होइन। माथि चाहिँ एकदम दामी गुलाबको फुलहरू फुलिरहेको चट्ट भाडामा देख्नु सक्नुहुन्छ। तर यो गुलाबको फुल चाहिँ मलाई अति मन पर्ने, केटीलाई नदिएर हो कि किन हो होइन। यही देख्न सक्नुहुन्छ गुलाबको फुल। कसैलाई प्रपोज गर्नु छ भने यहाँदेखि लिएर जाने। गाइस हामी चाहिँ अहिले अङ्कलको रुमतिर गइरहेछौँ। अङ्कल सुतिरह होला यार, के गरिरह होला। हिजो त खाना खाइरहेको थियो, आज के गर्दैछु हेरौँ। अङ्कललाई आज प्र्याङ्क गर्छु म, प्र्याङ्क केटाहरू चट्ट पारामा होइन। बिस्तारै जान्छु होइन, बिस्तारै जान्छु। त्यसपछि बिस्तारै ढोका खोल्छु के, सुतिरहेको भए अङ्कल भनेर चिल्ल्याउँछु होइन चट्ट पारामा। त्यसपछि मजा आउँछ झन्। घर होइन कस्तो दामी कलरिङ गरेको छ यार। पुन्टे भाइ हो यो मेरो। मभन्दा ठुलो भन्छ यार यसले, पुन्टे जस्तो। कति वर्ष पुग्यो त ल तँलाई भन्न, कति वर्ष पुग्यो ल? ठुलो हो भन्न ल, ठुलो रहेछ। कति वर्ष पुग्यो भन्न त्यो पहिला? 17 पुगिसक्यो ला। यो फुल हाम्रो घरतिर पनि हुन्छ है। के फुल भन्छ त्यो केलाई? के फुल अरे? रातो फुल। लास हो जाउँछ यार, रातो फुल भन्छ यार। गाइस रातो फुल अरे, कमेन्ट गर्नु यसो। A few moments later. गाइस अङ्कललाई प्र्याङ्क गर्ने सपना नि सपनै रह्यो होइन। चट्टभरमा अङ्कल रहेछ होइन। अहिले म चाहिँ अङ्कलको रुममै छु। आज चाहिँ जालपादेवी मन्दिर जाने प्लान चाहिँ क्यान्सल भयो। अब नेक्स्ट टाइम गइनेछ। त्यही हो, अहिले चाहिँ म भ्लगलाई इन्डी गर्न गइरहेको छु। सबैले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला। अनि मेरो भ्लगमा के कमी कमजोरी के छ कमेन्ट गरिदिनु होला गाइस होइन। लास लाग्ने कि गाइस, लास लाग्ने कि पहिला अब कहिले पनि नगरे भयो होइन, फर्स्ट टाइम गरे भयो अनि लास लाग्ने यताउति। लास मान्नु हुँदैन हुन त होइन। त्यही भने सो बाई बाई गाइस।